यो गुम्बा भत्किन्छ भन्ने सूचना आएको छ। यो कुरालाई तपाईँ यहाँको गुरु भएको कारणले गर्दा कसरी लिइरहनु भएको छ? अब यसलाई चाहिँ हामी एउटा आस्था र धर्मप्रतिको प्रहार सम्झिन्छौँ। किनभने यो गुम्बाको स्थापना कालको कुरा गर्नुपर्दा यो 2057 सालमा स्थापना भएको गुम्बा हो। 2057 सालको कुरा गर्ने हो भने यो खोला किनारको कुरा गर्दा, खोला मापदण्डको कुरा गर्दा जुन गुम्बा निर्माण भएको बेलामा त्यो मापदण्डको कुराहरू आएको थिएन। यो मापदण्डभन्दा अगाडिको गुम्बा हो। मापदण्ड आउनुभन्दा अगाडि स्थापनाको कुरा हो। मापदण्डको आधारमा भत्काउने हो भने तपाईँहरूले यहाँ गुम्बाभन्दा साइडमा यो खोला किनारको सडक हेर्न सक्नुहुन्छ। यो 2 लेनको सडक बस्छ। सडक बसेर पनि गुम्बा जोगिने अवस्थामा छ। तर सरकार आज एउटा धार्मिक धरोहर जोगाउनु पर्ने कुरामा चाहिँ पछि हटिरहेको छ। आफ्नो जिम्मेवारीबाट जिम्मेवारी भुलेर जुन गुम्बा मन्दिरहरू भत्काउने कामहरू गरिरहेको छ, यो चाहिँ एकदमै गलत भइरहेको छ। किनभने यो 2.5 तल्लाको भवन छ। योभित्र तपाईँले अघि नै देख्नुभयो, भित्र ठुल्ठुलो मूर्तिहरू छ। करिब एउटा मूर्ति बराबर 20 लाखदेखि 30 लाख रुपियाँ निर्माण गर्न खर्च लाग्छ, होइन? यो भौतिक सम्झ यो त्यो हुँदै गर्दाखेरि यो गुम्बा गोठी संस्थानको जग्गाभित्र बनेको छ। जुन बाई देवता यहाँ श्री 5 बाई देवता गोठी भन्ने छ, यो 5 नम्बर किताबमा पर्छ। त्यो गोठीबाट गुम्बाले खुद आफ्नो नाममा 2 र 6 गरी 8 आना जग्गा गोठीसँग किनेर, गोठीको के अरे जग्गा किनेर चाहिँ निर्माण भएको छ। तपाईँले यहाँको कागजपत्र पनि हेर्न सक्नुहुन्छ। जुन नवीकरण गरेका नवीकरणका कागजहरू हेर्न सक्नुहुन्छ। गुम्बालाई महानगरले दिएका अनुमतिहरू दिन छ। विकास समितिले चाहिँ गुम्बा संरक्षणका लागि काटेका पत्रहरू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। त्यो हुँदै गर्दा होइन, यो एउटा धार्मिक धरोहर चाहिँ भत्किनु हुँदैन भन्ने चाहिँ हाम्रो माग छ। सकेसम्म भत्किँदै गर्दाखेरि पनि सरकारलाई आवश्यकता पर्यो भत्किने नै हो भने गुम्बालाई उचित ठाउँमा के अरे गुम्बा निर्माण गर्नका लागि जग्गा प्रदान गरोस्। गुम्बाको क्षतिपूर्ति चाहिँ सरकारले उचित रूपमा व्यवस्थापन गरोस्। किनभने यो गुम्बा तत्काल यत्तिकै यो संरचना खडा गर्नका लागि अहिलेको समयमा यो गुम्बाको पुनर्निर्माण गर्ने हो भने 12 देखि 14 करोड बजेटले पनि बन्न नसक्ने खालको चाहिँ हाम्रो यो धरोहर छ।